Hi friends, this is my first speaking video. Today I am going to tell you about some important ground to related modal verbs. Okay, फर्स्टमा चाहिँ छ क्यान. क्यान चाहिँ एबिलिटीमा, प्रमिसनमा र पोसिबिलिटीमा युज हुन्छ है. जस्तो अब हेर्नुहोस् त, एबिलिटीमा चाहिँ कसरी युज हुन्छ भन्दाखेरि चाहिँ कुनै पनि काम तपाईँले गर्न सक्नुहुन्छ, तपाईँको क्षमता छ त्यो काम गर्न सक्ने भन्दाखेरि चाहिँ तपाईँले क्यानको युज गर्न सक्नुहुन्छ. यिनी हो एबिलिटी भनेको है. जस्तो हेर्नुहोस् त, आई क्यान स्विम, यो म पौड्न सक्छु, यो मेरो क्षमता छ है, यो काम गर्न मैले सक्छु है. त्यसैले चाहिँ मैले यहाँ क्यानको युज गरेँ. अनि यु क्यान गो नाउ प्रमिसनमा युज हुन्छ भन्ने थिएँ नि मैले माथि है. कुनै पनि काम चाहिँ तपाईँले प्रमिसन गर्दा माग्दाखेरि के है, कुनै पनि प्रमिसन चाहिँ के त क्यानको युज गर्न सक्नुहुन्छ है. यु क्यान गो नाउ, तपाईँ अहिले जान सक्नुहुन्छ है, तिमी अहिले जान सक्छौ है. मतलब प्रमिसन दिएको छ नि त है, आज्ञा दिएको छ नि त, यो काम गर्न सक्छौ तिमी भनेर चाहिँ प्रमिसन दिएको छ नि त हो. त्यसमा चाहिँ तपाईँले क्यानको युज गर्ने. अनि अर्को चाहिँ पोसिबिलिटीमा है, इट्स क्यान बी डेन्जरस है, यो खतरा हुन सक्छ. मतलब सम्भावना छ कि यहाँ सम्भावना छ, अवश्य छ है हो. यसमा चाहिँ तपाईँले क्यानको युज गर्ने. अनि अर्को चाहिँ छ कुडको है. कुड चाहिँ तपाईँले युज पास्ट एबिलिटी, मतलब तपाईँले सानो हुँदाखेरि वा पहिला चाहिँ बितेको समयमा कुनै काम गर्न सक्नुहुन्थ्यो, आजभोलि चाहिँ त्यो काम गर्न सक्नु हुँदैन भन्दाखेरि चाहिँ तपाईँले कुडको युज गर्ने. अनि एउटा पोलाइट रिक्वेस्ट गर्दाखेरि, अलि चाहिँ आदरात्मक तरिकाले चाहिँ अरूलाई चाहिँ रिक्वेस्ट गर्दाखेरि है, म यो काम गर्न सक्छु, त्यो काम गर्न सक्छु, मतलब कुनै कुराको रिक्वेस्ट गर्नु छ भने चाहिँ तपाईँले कुडको युज गर्न सक्नुहुन्छ. अनि अर्को चाहिँ छ पोसिबिलिटी, सम्भावनामा है. यसको पोसिबिलिटी चाहिँ अलिकति विक हुन्छ है. यसको चान्सेस 30 to 50% चान्स हुन्छ है. कसरी हुन्छ भन्दाखेरि चाहिँ अब हेर्नुहोस् त, पहिला सुरुमा चाहिँ हामी यो एबिलिटी अफ पास्टमा जाऊँ त. आई कुड रन फास्ट वेन आई वाज यङ है. म जब चाहिँ सानो थिएँ, मतलब यङ थिएँ, तब चाहिँ म के गर्न सक्थेँ भन्दाखेरि चाहिँ छिटो दौडन सक्थेँ. मतलब पहिलाको एबिलिटी जनायो यसमा है हो. यसमा चाहिँ तपाईँले कुडको युज गर्ने. अनि कुड यु हेल्प मी प्लिज है, के तपाईँ चाहिँ मलाई सहयोग गर्न सक्नुहुन्छ, मतलब आदरात्मक तरिकाले, फर्मल तरिकाले चाहिँ भने यसमा है, रिक्वेस्ट गरे. त्यसैले चाहिँ तपाईँले यसमा कुडको युज गर्न सक्नुहुन्छ है. अनि अर्को चाहिँ पोसिबिलिटीमा, यसको चाहिँ मैले भनेको थिएँ नि विक हुन्छ यसको पोसिबिलिटी भनेर. स्कुल रेन टुडे, आज पानी पर्न सक्छ, मतलब 30 to 50% चान्स छ पानी पर्न सक्ने के है. मतलब विक छ नि त पोसिबिलिटी, 30 to 50% चान्स छ, मतलब पानी पर्न पनि सक्छ नपर्न पनि सक्छ है. यसमा चाहिँ तपाईँले कुडको युज गर्ने. अनि अर्को छ मे है. मे चाहिँ साधारण तरिकाले चाहिँ त्यसमा प्रयोग हुन्छ भन्दाखेरि चाहिँ प्रमिसन र पोसिबिलिटीमा प्रयोग हुन्छ. यसको चाहिँ पोसिबिलिटी 40 to 60% चान्स हुन्छ है. मतलब छ नि त, अब सी मे बी लेट, आज उनी ढिला हुन सक्छिन्, मतलब ढिला हुन पनि सक्छिन् नहुन पनि सक्छिन् है. उनको घरमा जस्तो अब स्कुलमा लागेको छन् उनी, अब उसको घरमा खाना ढिला पाकेको छ भने अब मतलब उनी खाना खाएर पनि आउन सक्छिन्, नखाएर पनि आउन सक्छिन्, मतलब स्कुलमा छिटो है. मतलब सम्भावना 40 to 60% चान्स छ. विक छ नि त यो पनि है. मतलब कुल भन्दा चाहिँ स्ट्रङ नै छ यसको पोसिबिलिटी है. अनि मे आई कम इन, म चाहिँ भित्र आउन सक्छु, प्रमिसन मागेछ नि त, आज्ञा मागेछ नि त, म यो काम मतलब यो एक्सन गर्न सक्छु भनेर चाहिँ आज्ञा मागेको छ नि त हो. यसमा चाहिँ तपाईँको मेको युज गर्न सक्नुहुन्छ है. अब माइज छ, यसको चाहिँ सबैभन्दा चाहिँ कम पोसिबिलिटी हुन्छ है. कम पोसिबिलिटी मतलब सम्भावना धेरै कम हुन्छ यसको. मोडल भर्बहरूको सबैभन्दा चाहिँ कम पोसिबिलिटी भनेको चाहिँ तपाईँको विक माइज हो. माइज है, विक पोसिबिलिटी भएको चाहिँ माइज हो है. अब त हि माइज कम, उनी चाहिँ हि माइज कम टुमारो, उनी चाहिँ भोलि आउन सक्छन् है. उनी चाहिँ भोलि आउन सक्छन् आउन सक्छन् नआउन सक्छन् है. यसको विक पोसिबिलिटी छ. अनि सबैभन्दा चाहिँ माइज बी रङ है, म चाहिँ गलत थिएँ है, म चाहिँ सायद गलत छु. मतलब साथीको एउटा दुईवटा साथी बिच चाहिँ झगडा परेको थियो है. अनि अब कसको गलत भयो के भयो, अब मतलब परहरूले चाहिँ छुट्याउन आउँदैछ भनेपछि मतलब सबभन्दा चाहिँ